हामी चाहिँ घाँस काट्न जाने ठाउँमा आधी ठाउँमा आइपुगिसक्यौँ। अझ एकछिन यहाँ हिँड्दै रेस्ट गर्नुलाई पम्फा पनि आइपुग्नु भयो। हामी यतातिर घाँस काट्न आछौँ साथीहरू। पसिना बस्छ। औरा भयो है पसिना आमा गाह्रो भयो। के भयो गर्मी भएर हो क्या घाँस काट्नलाई बोकेन भन्दा नि उकालो हान्नलाई। हाम्रो घाँस यति भयो आमाले यति घाँस काटिसक्नु भयो हिँड्दै। आहा हाम्रो कुकुर पनि कोको पनि आज कुकुर बचेर जान्छ कि के गरेर जान्छ। घाँस काट्न आयौँ। अब घाँस काट्नुपर्छ। कोही हरे कोही सुके। साथीहरू हामी चाहिँ यहाँ घाँस काटेर हाम्रो घाँस त के यस्तो हरियो नदेखि त ल सुके रहेछ त के भयो। तर यो घाँस चाहिँ हरियो छ है। कोही सुके कोही हरियो हो। हामीले घाँस काटेर लिएर आयौँ। यहाँ यो चाहिँ मेरो यहाँ बुवाको यहाँ आमाको यो पिरियाको अनि हामी चाहिँ घाँस काटेर आयौँ। यस्तो गर्मी पानी खान मन लाग्यो। गर्मी भएको गुम्म भएको हावा नि चले छैन। यो चाहिँ हाम्रो गणेश मन्दिर। हजुरहरूले गणेश मन्दिर देख्नुहुन्छ कि हुन्न? हामीले त देख्छौँ भने पम्फाहरू कतिखेर आउने हो? हामी चाहिँ घाँस काटेर आइपुग्यौँ। बाटोमा आइपुगे त छैन, घर पुगेको छैनौँ। जाँदैछौँ बाटोमा। यहाँ भारी बिसाएर बसेको। कति गाडी भयो हाम्रो जङ्गल त। जम्मै यो जङ्गल घाँसो भएर रुखहरू बढेर हो कि यो केही नभए न त पहिला त किने कम घाँस हुन्थ्यो। हामी चाहिँ चारजना थके मारेर नि उठ्ने बेला भयो। दुईजना साथीहरू चाहिँ आउँथ्यो, आमा र अनि देउरानी चाहिँ आउँदै हुनुहुन्छ घाँस लिएर। गाह्रो भएछ। घाँसको भारी बिसाउने कि जाने हो? जाने रे ल। अब हामी पनि उठ्छौँ। हाम्रो थकाइ मिट्यो। उनीहरूलाई चाहिँ गाह्रो भयो नि हिँड्ने हो। अब जाने हो। अब हामी चाहिँ घरतिर गयौँ साथीहरू। बिसाउने कि जाने? हामी चाहिँ घाँस ल्याएर घाँसको भारी बिसाउँदै यसरी घाँस बोक्दै पानी खान्छौँ है साथीहरू। अहिले चाहिँ घाँसको भारी बिसाएर पानी खान लाग्दैछ। आमाहरू खाएर जानुभयो। अब हामी खाने हो।